मैदान गीत की जलाए मरे पनि हाम्रो बाजे Ano kan silam no mako? kan cincia Cina karena kakur. kaku ya tak mau Oh, di huci ke jawai. Aku rokok. Oh, kaget sih. Oh, di cool chicken. Kau mata, berarti ke? Jangan mana hingga tak. Ram sera. Oi dun ke be. Daji cokra gilas. Daji. Ya daji. Ada tak cokra? Oke be. Asyik jamu ni sengaja merangkak kalau aku. Oke be. Ada kau kisah.
एकदम रमाइलो चाहिँ कुमार एकदम मा ओडी नामा चाहिँ है थ्याङ्क यू सो मच रेशम मगरजी थ्याङ्क यू जीवन कान्छा मगर धेरै रमाइलो रहेछ सपनाजी हजुर दसैँ तिहारमा यस्तै हो दिदी बहिनी भेट हुने रमाइलो गर्ने एकदम दामी यानी मगर थ्याङ्क यू सो मच जीवन मगर सरर रमाइलो भइरहेछ यो रोल्पा हो साथीहरु रोल्पा रमाइलो चाहिँ नि आजकल जसा नि खर्को धेरै रमाइलो पो भएछ त हो रमाइलै छ साथीहरु गाउँघरमा Bye-bye, Soldini. Thank you so much. आसे आएछ मेरो घरमा पूजा नानी हजुरको आमा यताबाट पनि एक टुक्का छोड्दिनु के होस् छोड्दिनु त टुक्का म पनि आन्टी हो हजुर ए जाबो
कति धेरै छोकरा खाएको मटलन धेरै नदेला आसे आइज के म यहाँहरू गएछु म एक्लै छु कति रमाइलो हो भाउजू हजुर रमाइलो छ आज त यतातिर यता नानी हजुरको मम्मीले नि मम्मी अब हजुर पनि एकछिन नाच्नु पर्यो सपनाजी म अझै नाचेर मोबाइल रोल्पाबाट हो कान्छी उनके बेटा पे जात पनि पिउडी हुनुहुन्छ के हो है जे होस् निकै रमाइलो भएको छ अलिअलि त हुनै पर्यो नि अब चाडपर्व बेलामा मम्मी भन्नुभएको छ जेलबाङ हो नानी जेलबाङमा ए आमाले हेर्नुभयो लेखेर जेलबाङमा हो है नानी यस्तो गीतहरू कति प्यारो हुने है साथीहरू अनि सिजनल यो जुन बेला पनि गाउन मिल्ने सिजनल होइन है अर्ग्यानिक पनि अनि रमाइलो भन्ने कुरा यस्तो हो कि स्पिकर बजाएर त अब अहिले स्पिकरको जमाना छ रोल्पा जेलबाङ I like this great lab very much. Thank you so much. Thank you भाउजू हजुरलाई खुसीलाई मम्मीलाई हेर्न पायौँ नानी आउनु भएछ त्यो भएर जेलबाङ भैली खेल्न आउनु भएको रहेछ त्यही भएर फेरि यता हाम्रो मेरो माइत आउनु भएको त्यो भएर कसको घरमा हो मेरो माइत हो भोलि त गाउँ यस्तै छ हाम्रो जिन्दगी यो गीतसँगै मान्छेको जीवन पनि यस्तै हो आजसँगै भोलि कहाँ हो चिया ए ना अब आकाश लोक बाइला चिया के रे खानुहुन्न थ्याङ्क यू ल मेरो प्युठानबाट पनि यो एक टुक्का छोडिदिनुपर्छ कि क्या सपना चाहिँ छोडिदिनु त्यही हो र भाउजू रमाइलो गर्नुपर्छ बाँचिन्जेले त हो नि अब गीत नै छ आजसँगै भइन्छ अब भोलि को कहाँ कसैलाई थाहा हुँदैन यही त हो जिन्दगी हजुर जान छोकरा सेटी छोकरा हुन्छ बनाइछ हो बनाइछ
हो न गिलास लग जाने है सम्पूर्ण मेरो एकमुष्ट नमस्कार अनि झोरले 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 मिठो छ रमाइलो छ साथीहरूलाई जोडिनु होला हजुरहरूलाई पनि गाउँ मन पर्छ भने हजुरहरूले मेरो लाइभमा आएर इन्जोय लिन सक्नुहुन्छ ए हाम्रो सम्झना छोडिदिनुहोस् एकदम व्यस्त हुनुहुन्छ गीत गाउनु सबैलाई म्याम क्याम्पस सर्कल सोलो घुमाउनु त ल ओके यहाँदेखि व्यक्तिजना छोकरा हुने बे छोकरा हुने पुष्पलाल बुढा नमस्कार नमस्कार कति रमाइलो रमाइलो छ नि हो गाउँतिर अब स्पिकर बजाएर नाचिँदैन त्यही मादल बजायो यसरी बुढा बुढी युवा सबै एकजुट हेर्नु त यो बना दे अर्को सालमा गरौँ न फेरि अर्को साल सबै भेट भइन्छ मर्ने कि सालमा के तिमीले मर्ने कि बाँच्ने हो कसैलाई थाहा छैन मर्ने शेर जाऊ लुजार बुढा बुढी शेर जाऊ लुजार छोडेर
मन रमाइलो त सन्त हिँड्छु बे ए हाय बाजे आङ्गस के बासी अब बाजे थ्याङ्क यू सो मच सबैलाई मेरो रिक्वेस्ट स्वीकार्नु भएकोमा वेलकम ब्रो वेलकम अब जान लाग्नुभयो नि यहाँहरू अब सुत्ने टाइम पनि भइसक्यो होइन फुबु हुन्छ दाजु ट्याब अब खाऊ लाजु बिदाबारी हुँदैछ साथीहरू बिदाबारी बिदाबारी हुँदैछ साथीहरू हजुर हजुर बिदाबारी हुँदैछ बिदाबारी बिदाबारी हुँदैछ जाने बेलामा एकचोटि फेरि दिएर जानुहुन्छ है बजाने म्याडम निकै चहकिलो हुनु रहेछ एकदमै राम्रो नाच्नु पनि हुँदो रहेछ हजुर उहाँ चाहिँ मेरो भान्जी हुनुहुन्छ अनि त्यो भान्जी चाहिँ जोसिलो हुनुहुन्छ अब बिदाबारी लिने बेलामा नाच्दै हुनुहुन्छ यही हुनुहुन्छ भान्जी टचैमा टप रहे भान्जी म रिक्वेस्ट गर्छु बजाउनु भान्जी टचैमा टप रहे लाइभ ल कतला जोसिलो भयो नि जोसिलो भान्जीको पालो आयो साथीहरू किन सक्नु म्याम अब सक्यो अब बच्चादेखि बुढोसम्म अब सुत्ने बेला भयो नि त त्यो भएर सक्यो हो साथीहरू फेरि लाइभ अर्कै गरौँला यस्तै रमाउनु भने अगाडि एक झल्को सबैजनालाई मेरो नमस्ते है मेरो भान्जीले नमस्ते गरेर जानुभयो अरू त हतार हुन्छ पक्याप कप्छ फेरि कान्छी पखाङ जित्दा बब्बाल म बाहिर देखाउँछु साथीहरू बाई 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 बिदाबारी हुँदैछ साथीहरू बिदाबारी रमाइलो त खेम्दुका अब बिदाबारी तार हिँडेकेर बिदा तार हिँडेकेर अब आमुनि टाको ल बिदाई बिदाबारी है साथीहरू बिदाबारी बाँसुरीको धुन सुन्नु त कति मजा
भान्जी फेरि आउनुभयो जोसिलो भान्जी यो उमेरमा यतिको जोस हुन पनि राम्रै हो है साथीहरू यहाँ कति बुढी हुनुहुन्थ्यो हेर्नु त साथीहरू तर यतिको जोस छ अनि यहाँ आउनुभयो थ्याङ्क यू सो मच सपना म्याम निकै रमाइलो भएछ मैले पनि हेर्न पाएँ खुसी लाग्यो प्राय हजुरको लाइभ समयले भ्याउन्जेल आउने प्रयास गर्छु थ्याङ्क यू सो मच मलाई थ्याङ्क यू नभन्नु हजुरलाई थ्याङ्क यू अनि मेरो लाइभमा आइराख्नु सधैँ आइरहेको बेला मैले चाहिँ यहाँलाई एकदम रेस्पेक्ट गर्न चाहन्छु यो उमेरमा आएर नि यो जोस बच्चाहरू पनि छ फेरि बच्चादेखि बुढोदेखि वृद्धदेखि ल बाई 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 टायर दाजु गाह्रो कीर्तनमा कता बिरामी कता चाहिँ न माहौल चाहिँ हितान लीजिए आजकल उमेर इच्छा समय चाहिँ हितान लीजिए टायर दाजु टायर दाजु जाओस् हिँड्छ म टाढामा फेरि हजुर फुपू हुन्छ फुपू राम्रोसँग जानु होला फुपू दाजु हुन्छ हुन्छ काकु हुन्छ हो त्यहाँ कान्छे हुन्छ फुपू हुन्छ फुपू हजुर सम्झ कान्छे एकदमै राम्रो छ त्यो बाँसुरीको धुन मन पर्यो थियो अब सबैजना जानु भइसक्यो के गर्नु टाढा दाजु चास हिँड्छ दाजु टाढाङ हो दाजु हो दाजु यतिको जोसिलो त मान्नै पर्छ नि हो सपना बुढामा हजुर जे पाल हो जे ए अब जोस त मान्नै पर्यो साथीहरू के गर्नु जाने टाइम भइसक्यो सपना कताङ जेलबाङ जेलबाङ अनि त्यो भएर अब सबैजना जानु भइसक्यो के गर्नु रमाइलो हुँदै पो थियो त क्यामेरा चाहिँ मतिर एकछिन फर्काउँछु भनेको कताबाट रहेछ कुन अनि हेर्नु त सुनसान यो सँग आजै 3-4 टोली पठाइसक्यो साथीहरू अब यहाँ सरसफाइ गर्ने पालो छ मेरो चाहिँ लाइभ देखाउँदासम्म देखाएँ यतिको उमेरमा यहाँहरूलाई त एकदमै रेस्पेक्ट गर्नुपर्छ सपना बुढा गर्नुपर्छ यहाँहरू त यो बेला त हामी त बाहिर निस्किनै सक्यो अब आमा र म मात्रै भएको के गर्ने यसरी रुनु पर्यो यो आमा भएको यसरी रुन पर्यो साथीहरू के गर्नु अब रमाइलो सधैँभरि टिकी राख्दैन है केही समय हो अनि यहाँहरूको अब बच्चाहरू फेरि त्यो अलि जेन्जीहरू स्पिकर ठुलो साउन्डमा स्पिकर बजायो डिस्को बजायो नाच्यो अनि अलिअलि खायो सक्यो अनि बुढापाकाहरूसँग देउसी भैलो खेल्नुको छुट्टै मजा छ फेरि यसरी बसेर हेर्नु त पहिला पुराना कुराहरू पुराना गीतहरू अनि त्यो स्पिकर साउन्डहरू हुन्न पुरै मादलले बजायो बाँसुरी बजायो कति मिठो मलाई लास्टै मनपर्छ त्यो भएर मैले मात्रै के हेर्नु भनेर हजुरहरूलाई लाइभबाट देखाएको अनि के भन्छ अरे मेरो लाइभमा आएर यति बेलासम्म बसेर साथ सपोर्ट गर्नुभयो त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ आमा समूहमै हुनुहुन्छ नि अनि यहाँ पनि यहाँको साथीहरू भैली खेल्न जानुभयो हामी चाहिँ अरू गाउँको यहाँहरू चाहिँ मेरो घरतिरको हो म चाहिँ माइतमा छु मेरो घरतिरको आमा समूह आउनुभयो साथीहरू अनि त्यो भएर अब त्यहाँहरू आउने कुरा थाहा थियो त्यो भएर हामी वेट गरेर बसेको हामी नगएर हाम्रो टिम चाहिँ गइसक्यो मेरो भन्दा नि आमाको टिम गइसक्यो म चाहिँ फेरि
बिहा भएको 1 वर्ष भएको छ नि। अब चाहिँ अहिले जुन टिम देख्नुभयो नि त्यो टिममा भर्ती हुनेवाला छु कि म। त्यो हो कुरा। हाय 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 पारस राणा हो। हाय अब तिमी नाच त म कसरी नाच्ने गीत छैन हो सपना हो। ऋषिराम मगर एकदमै रमाइलो हुँदा हुँदै पनि नछुटिने मन हुँदा हुँदै पनि छुटिन पर्यो। हाम्रो बाध्यता हो। फेरि अर्काको घरमा पनि नाच्न जानु पर्यो क्यारे होइन र। अब त रात पनि परिसक्यो निद्रा लागेको होला थकाइला। त्यहाँहरू नाच्न जानु भन्दा पनि यहाँदेखि उहाँहरूको गाउँ पुग्नलाई 1 घन्टा लाग्छ। मेरो घरतिर हो के मेरो घर पुग्न 1 घन्टा लाग्छ नि त। अनि त्यहाँ जाने हो। अनि बिचरा बुढाबुढीहरू हुनुहुन्छ अनि बच्चाहरू। बुढाबुढी त यति बेला टक्क लाएर सुत्न पर्ने अवस्थामा यसरी हिँड्न परेको छ। त्यो भएर जानुभयो। अलिअलि छ्याङहरू चियाहरू खुवाएको बिचरामा। थ्याङ्क यू वेलकम। ल म चाहिँ अब लाइभलाई इन गर्छु। यति बेलासम्म मेरो लाइभ हेरेर मिठो मिठो कमेन्टहरू गर्नुभयो मैले थाहा पाइसकेँ। अब अहिले हामी त्यो स्पिकर साउन्ड सिस्टमहरू भन्दा नि यस्तै अर्ग्यानिक लोकल मन पर्ने रहेछ थाहा पाइसकेँ। अनि हजुरहरू पनि अब सुत्नु म पनि सुत्छु। आमा भैले खेल्न जानुहुन्छ फेरि रोल्पाबाट हो। अनि म चाहिँ लाइभ इन हुन्छु। फेरि पनि यस्तै माहौल भइदियो भने त फेरि लाइभ आइहाल्छु है। साथीहरू ढुक्क हुनु होला। हेलो हाय हाय हेलो। म चाहिँ इन हुन लागेको साथीहरू। गुड नाइट शुभ सपनी शुभरात्रि। भैली खेलेर म पनि हिजो खेलेको नि त। आमाहरूलाई फेरि यसो हेल्प गर्छु क्या मैले यसो भटाउने मादल बजाइदिने। त्यो भएर हिजो अनिदो भएको थियो। म चाहिँ सुत्छु होला अब ठिकले बर्ती टाउजपुरी अभी बर्ती टापुरी के अब गानो आमा समूह लो बर्ती टानी होला दी नमस्कार कर्मी नमस्ते नमस्ते भाग्यमानी हुनु। म चाहिँ इन हुन लागेको है। अब अघि चाहिँ एकदम माहौल खतरा रमाइलो थियो कि मलाई त्यस्तो लास्टै मनपर्छ। नाच्न त म पनि नाचेँ नि बाहिर नाचेँ। अनि त्यो बेलामा मलाई नि हाम्रो नयाँ बुहारी नि नाच्न पर्छ भन्नुभयो। गएर नाच्दिए। मलाई फेरि यो नाच्ने गाउने भनेपछि त हुरुक्कै हो। मलाई लाज पनि लाग्दैन नाच्ने नसके पनि के अब आफ्नो दिल खुस हुन्छ नि। रमाइलो भन्ने कुरा हेरेर हुन्न आफूले गरेपछि बल्ल हुन्छ कि है। हौस् धन्यवाद। फेरि भेटेर फेरि यस्तै रमाइलो माहौल मिलेछ भने म फेरि लाइभ आइहाल्छु। म हजुरहरूलाई सेयर गर्न मन लाग्छ। अनि त्यो भएर म चाहिँ सुत्छु। हजुरहरू पनि सुत्नु। धेरै अनिदो पनि गर्नुहुन्न। समयमा सुत्न पर्छ है। सन्चै हुनुहुन्छ दि हजुर म सन्चै छु। हजुरलाई कस्तो छ? म चाहिँ अब एन्डिङमा आउनु भएछ है। अघि चाहिँ रमाइलो थियो माहौल। म चाहिँ यो फेसबुकमा पोस्ट हुन्छ है यो त्योमा हेर्नु। म चाहिँ छुटेको हजुरहरूसँग बाई बाई गुड नाइट सी यू अगेन। फेरि यस्तै माहौल भइदियो भने म फेरि आइहाल्छु।